नेपाली सेनाले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि करिब 80,000 जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना 2082 सरकार र राष्ट्रिय सुरक्षा परिषदबाट अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेको छ। उनका अनुसार उक्त योजना अनुसार निर्वाचनको करिब 1 महिना अघिदेखि नै सेना फिल्डमा परिचालन हुनेछ। सेनाले निर्वाचनका क्रममा 3 चरणमा काम गर्नेछ। निर्वाचन पूर्व मतपत्र छपाईको सुरक्षा, विमानस्थल, कारागार लगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वयमा गर्नेछ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासनसँग मिलेर तल्लो तहसम्म तालिम र अभ्यास सञ्चालन गरिनेछ। मतदानका बेला सेना तेस्रो घेरामा रही निर्वाचन स्थल, मतदाता, उम्मेद्वार र कर्मचारीको सुरक्षा गर्नेछ। मतदानपछि मतपेटिका ढुवानी र मतगणना स्थलको सुरक्षाको जिम्मेवारी पनि सेनाले लिनेछ।